आज हामी कास्कीको मादी गाउँपालिका वडा नम्बर 11 स्थित रहेको भगवती टारमा भगवती माताको दर्शन तथा सामूहिक वनभोज कार्यक्रमको लागि जाँदैछौँ। पोखरा वडा नम्बर 13 स्थित बाँझापाटन टोल विकास समितिद्वारा आयोजना गरिएको वनभोज कार्यक्रममा हामी जाँदैछौँ। मिति 2082 साल मङ्सिर 13 गते सम्पन्न भएको हाम्रो यस कार्यक्रमको पुरा भिडियो हेर्नुहोला है त। गुड मर्निङ। ल म आज चाहिँ यो बाँझापाटन टोल मिलन मार्ग समूहबाट वनभोज पिकनिक जाँदैछु। यति बेला बिहानको 6:30 भएको छ। 6:30 बजे उठेर चाहिँ म अब यता यो गाडी चाहिँ यता काउखोलातिरबाट लाग्दैछ। यता काउखोला साइडतिर जाँदैछु। पिकनिक जाने चाहिँ भगवती टार हो। भगवती टार पुगेर त्यहाँ मन्दिर पनि दर्शन गरिन्छ अरे, भगवती मन्दिर छ अरे। त्यसपछि त्यहाँ पिकनिक खाएर रमाइलो गरेर फर्किने अरे। हेरौँ है कस्तो हुन्छ ठाउँ। म गएको छैन त्यहाँतिर है। मास्टाना सौरेसम्म त गएको छु, उता भगवती टार चाहिँ गएको छैन। अब हेरौँ आज कस्तो छ भगवती टार। लेट्स सी। कहाँ जानु लाग्नुभएको छ? आमाको पिकनिक। आमाको पिकनिक जानु लाग्यो। समिति चाहिँ आज आमाको पिकनिक जानु लाग्यो अरे। कहाँ जानु लाग्यो? कुन ठाउँ? मलाई त्यो त आएन। बिहान करिब 7 बजेतिर हामी काउखोलाबाट कसरी हुँदै अगाडि बढ्यौँ। हामी भगवती टार जानको लागि मादी गाउँपालिकाको वडा नम्बर 5 र 4 को बाटो भएर जाने भयौँ। सुनपँधेली, चितेपानी, भैँसे हुँदै हामी भगवती टारसम्म पुगेका थियौँ। मौसम सफा थियो, हिमालहरू खुलिरहेको थियो, तर हामी जाने ठाउँबाट हिमाल भने देख्न सकिन्थेन। बाटोमाबाट भने हामी राम्रैसँग हिमाल देख्न सक्थ्यौँ। मादीको तिरै-तिर भएर जानुपर्ने बाटो निर्माणकै क्रममा भएको हुनाले कुनै ठाउँमा एकदमै साँघुरो र अप्ठ्यारो थियो। यो बाटो मध्य पहाडी लोकमार्ग अन्तर्गत पर्ने बाटो हो। करिब 1 घण्टापछि हामी भगवती टार पुग्यौँ। पुगेपछि सबैभन्दा पहिले हामी भगवती माताको दर्शन गर्ने भयौँ। यति बेला चाहिँ हामी भगवती टार स्थित भगवती मन्दिर दर्शन गर्न आइपुगेका छौँ। करिब 8 बजेको छ। मादी नदीको तिरमै छ। मादी नदी पछाडि देख्न सक्नुहुन्छ। त्यहाँ मम्मीले पूजासुजाको काम के गर्दै हुनुहुन्छ है। यो एकदमै प्रख्यात मन्दिर हो, भगवती माताको मन्दिर। मादीको तिरमा छ है। ए समृद्धि, व्हाट आर यू डुइङ? के गरेको? यो बोल्दिन।
यहाँ दर्शन गर्दैछौँ। म चाहिँ दर्शन गरिसकेँ। मम्मीले चाहिँ त्यहाँ लाइनमा बसेर दर्शन गर्दै हुनुहुन्छ। सबैजना हामीसँग आएको ग्रुपहरू त्यहाँ बसेर दर्शन गर्नलाई लाइन बस्नुभएको छ। भगवती मन्दिर माथिका किनारमा हुनुहुन्छ साक्षात देवी उत्पत्ति हुनुभएको हो। बाजा पाटन मिलन मार्ग महिला समूह यो वनभोज कार्यक्रम राखे तापनि आमाको दर्शन गरौँ पहिला र वनभोज कार्यक्रम खाउँ भनेर हामी भगवती टार भगवतीको दर्शन गरेर आएका छौँ। मादी नदीको किनारमा रहेको यस भगवती मन्दिर अत्यन्त सुन्दर देखिन्छ। मादी गाउँपालिकाको वडा नम्बर 12 र 11 को सिमानामा पर्ने गर्छ यो मन्दिर। मन्दिर दर्शन गरिसकेपछि अब हामी वनभोज कार्यक्रम स्थलतर्फ लाग्दैछौँ। त्यो जुत्ता लगाइसक्यो क्या झ्याउला आएर त्यसलाई जुत्ता लाएर भगवती माता दर्शन गरिसकियो। अब वहीँ हुनुहुन्छ धेरैजना आमा समूहको सदस्यहरू। म र यो नानी चाहिँ हिँडेका छौँ। यो रोइछ है, किन रोकियो पनि थाहै छैन, रोइराखी छ। यहाँ पनि एउटा सानो मन्दिर माताको मन्दिर यहाँ पनि छ है, अलि देखियो होइन। जय श्री भगवती माता। संयोगले आजको दिन पञ्चौली पूजा गर्ने दिन परेको रहेछ। यस भगवती माताको मन्दिरमा पनि आज पञ्चौलीको पूजा कार्यक्रम आयोजना गरिएको रहेछ। यहाँनिर चाहिँ सार्वजनिक यातायात उता विजयपुरतिरबाट कालिका सौरे मास्टन हुँदै आउने गर्छ यो बस। यो बस चाहिँ सिङ्दी पस्गाउँसम्म जाने बस छ है। कालिका सौरे भगवती भाटचोक चिजुरे मिजुरे सिङ्दी पस्गाउँ भन्ने ठाउँ चाहिँ यहाँ छ है। ब्रेकफास्टको रूपमा हामीलाई सेलरोटी र चनाको व्यवस्था हुँदै थियो। सबैजना मिलेर खानाको तयारी गर्दै हुनुहुन्थ्यो। अब यहाँ ब्रेकफास्ट खाने बेला भयो। ब्रेकफास्टमा चाहिँ चना र रोटी रहेछ है, एकदम दामी छ। मिठो छ भाइ। म चाहिँ ब्रेकफास्ट लिएर एकछिन तलतिर निस्केँ। आज यो भगवती मन्दिरमा चाहिँ पञ्चौली पूजा रहेछ होइन। पञ्चौली पूजा भनेको चाहिँ अब यसमा 5वटा चाहिँ जनावरहरूको चाहिँ बलि दिने चलन रहेछ। बोका, राँगा, हाँस, कुखुरा, यस्तै यस्तै ठुलो भव्य कार्यक्रम रहेछ आज है। यहाँ एउटा झोलुङ्गे पुल पनि छ। अब म यताबाट हेर्दै निस्किँदैछु। हेरौँ है के छ। यति बेला चाहिँ म यो झोलुङ्गे पुलको ठ्याक्कै बिच भागमा छु है। मोटर बाटो आएपछि अहिले पक्की पुल बनेको भए पनि पहिला चाहिँ वडा नम्बर 11 र 12 का स्थानीय बासिन्दाहरू वारपार गर्नको लागि यही पुल प्रयोग गर्ने गर्थे। यहाँ मेलै लाग्दो रहेछ नि त। मन्दिरमा पञ्चौली पूजा हेर्नको लागि म मन्दिरतर्फ जाँदैछु अहिले।
पञ्चेबाजा सहित भव्य रूपमा पञ्चौली पूजा गरिँदो रहेछ यहाँ। म चाहिँ यति बेला ठ्याक्कै यो भगवती टारको चोकमा छु है। यता पछाडि मेरो देखिरहनु भयो यो बाटो चाहिँ यता भैँसीतिरबाट आउने बाटो हो। अनि यता तलपट्टि यो बाटो चाहिँ माथि मास्टना सौरे हुँदै आउने कालिका हुँदै आउने बाटो हो भने यता यो बाटो चाहिँ पछाडि कहाँ जान्छ यो चाहिँ यो बाटो यता अब यहाँबाट यता लमजुङ पुग्न सकिन्छ यो बाटो कर्पुटार त्यस्तै गरी पसगाउँ सिङ्दी तुलसीकोट वहाँ माथि डाँडा देखिएछ। टुप्पामा एउटा टावर पनि छ मोबाइलको। त्यो ठुलाकोट हो कि जस्तो लागेछ मलाई है। त्यो सायद ठुलाकोट नै होला। ठुलाकोट चाहिँ मैले योभन्दा अघिल्लो भिडियो बनाएको छु। ठुलाकोटको भिडियो पिकनिककै भिडियो छ है। त्यहाँ पनि रमाइलो छ। अब अहिले यहाँ चाहिँ भगवती टार विशेष गरेर हामी भगवती माताको दर्शन गर्नको लागि हामी चाहिँ यो भगवती टार गाउँ घुम्दैछौँ है। बिचमा हिँड्दै थिएँ म यत्तिकै बिचमा बस पनि यत्रो आएको सबैजना यतै आउनुभएको छ गाडीमा गाउँ डुल्ने भनेर ठ्याक्क म पनि त्यही गाडीमा आएँ। आजको दाँडाको रेट कति हो गोर्खाल्यान्डको? हजुर 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 नि जानु न हजुर नि जानु। अनि हजुरले आज हामीलाई पिकनिक खान जाने भनेर यहाँ दाइँको भात खुवाउन ल्याउनु भएको जस्तो हो। दाइँको भात आज हामी यो पहिरेको गाउँमा आएर हामी पहिर्यो भगवती टार पहिरेमा हामी आएर हाम्रा कुनरमा यस्तै गोरुहरू पालेर दाइँ राखिन्थ्यो भने अब हाम्रो लोभ भएर ट्र्याक्टरबाट चलाइन्छ भने यो पहिरेको टारमा हामीले गोरु खेदेर दाइँ हाल्न मौका र अवसर मिल्यो। नौ दुना 18 11 2000 हजुर हजुर ठ्याक्कै बनाएर चाहिँ दाइँ लिन्थ्यो हजुर पहिला। हजुर अब अहिले चाहिँ अब चाहिँ क्युरियो भयो अब हरायो। र त नि एकछिन गाउँ डुलेर हामी पुनः पिकनिक स्पटमा नै फर्कियौँ। मै खाँदैछौँ हामीले। पुग्दैन भने अहिले कम दिनु न मलाई किन ल कस्तो रहेछ आमा मोहीको स्वाद? खानाको परिकारहरू सँगसँगै विभिन्न रमाइलो खेलहरूको पनि तयारी हुँदै थियो यहाँ। छुन पाइन्न है कुर्ती छोयो भने। पिकनिक कार्यक्रममा म्युजिकल चेयर तथा घैँटो फुटाउने खेलहरू समावेश गरिएको थियो।
अन्टी खेल्नु भन यता यता दुईटा छ दुईटा छ है यो पुरस्कार चाहिँ यो 50 रुपियाँ दाम मुनिका के होइन यो चाहिँ दुर्गा भगवतीको चाहिँ प्रसाद हो हाम्रो बुवाले पार्टीमा त्यसमा चाहिँ धेरै धेरै धन्यवाद छ ल हाम्रो यहाँ भात पाक्दैछ है भात हो कि पुलाउ हुँदै हो भात हो घिउ भात अरे ल घिउ भात बनाउँदै हुनुहुन्छ आउँदाले खेलहरू पश्चात हाम्रो खाना खाने समय भइसकेको थियो मिठो भात मिठो छ हजुर पनि मिठो छ ल अब भात खाने बेला भयो खाना खाने बेला भयो पहिला भेजिटेरियनले खाँदै हुनुहुन्छ है अङ्कल एकदम त्यो भन्छ हाइजेनिक भन्दैन अर्ग्यानिक हाइजेनिक दुइटै एकदम हाइजेनिक अर्ग्यानिक खाना चाहिँ हामीले आफैले बनाएर खाना खाइरहेछौँ र स्वादिष्ट छ जी यस्तो स्वादिष्ट खाना खाइरहेछौँ ल यता अङ्कलले पनि खाइरहनु भएको छ ठिक छ अङ्कल ठिक छ खाना खाने बेला भयो अब खाना खाने सुसार चल्दैछ यता लक्ष्मी आन्टी यहाँ मासु भाग लगाउनुमा हुन्छ मलाई अलि धेरै मासु हालिदिनु है अहिले यत्तिकै भनेको ल यता भात हाम्रो आन्टीले पनि लिएर आउनुभयो यता ओहो भात अलि भेज अरे भेज मिठो भएछ नि हजुर पानी चाहियो ल आन्टी कस्तो भयो भात त एक थाल ल्याछ त छोरा खानु सक्छ आमाले एक थाल त ल्याउनु होइन कि कति स्वाद कस्तो छ मिठो मिठो छ छोरा मिठो छ हस् खाँदै हुनुहुन्छ सबै मिठो है ठिक छ we see here is our Samriddhi Sapkota and she is eating rice, she is only eating paneer bhat. You don't like chicken? Chicken मन पर्दैन नखाने मासु भात नखाने पानी यहाँ छ ल कस्तो छ छैन कस्तो छ भात पानी आयो पानी आमाले ल्याइदियो आमाले पानी ल्याइदियो है आन्टी खाना मिठो छ
हाइजेनिक अर्ग्यानिक है आफैले बनाएको खाना ल खोइ त नि हजुरको आना खाना ए ल यता पनि खाँदै हुनुहुन्छ यता नि खाँदै हुनुहुन्छ ल मिठो छ आहा कति मिठो है कति रमाइलो ल म नि खान्छु नि केही छैन के को मासु आन्टी यो लोकल भाले यहाँ अर्को सासू बुहारीको फेरि यहाँ छुट्टै बसेर खान हो हजुरहरूलाई केही छुट्टै स्पेसल छ र त्यस्तो ए रहेछ नि त ऊ भेज रहेछ भेज भेज किन आज के हो र भेज कहिले खानु मासु किन र ए ल त ल जी ओ इभन मिठो छ ओ ल साथीहरू पनि आयो ल सबैले खान्छ है खाना राम्री मम्मीले कस्तो भएछ यसरी भगवती माताको दर्शनको साथमा हाम्रो टोलको वनभोज कार्यक्रम सम्पन्न भएको थियो। भिडियो मन परेमा लाइक कमेन्ट शेयर तथा सब्स्क्राइब गरिदिनु होला है त। के तपाईँ पोखरा आसपास हुनुहुन्छ र कम्प्युटर सिक्नको लागि राम्रो ठाउँ खोजिरहनु भएको छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्। हाम्रा कोर्सहरू कम्प्युटर कोर्स, एकाउन्टिङ कोर्स, ल्याङ्ग्वेज क्लास तथा अन्य कोर्सहरू, साथै विभिन्न अनलाइन फर्म तथा कम्प्युटर सर्भिसको लागि सम्झनुहोला। सम्पर्क ओराकल कम्प्युटर एन्ड ल्याङ्ग्वेज इन्स्टिट्युट, नदीपुर 3 पोखरा कास्की। सम्पर्क नम्बर 98 560 18 471।